गाइस हामी चाहिँ एयरपोर्ट जाँदै है। म चाहिँ भर्खर जिमबाट आएको हो कि लुगा पनि म त जिमकै लुगामा छु, कट्टु सट्टीमा छु। म त घर पनि छिर्न दिएन। अनि मेरो बाहिरै कुरिरहेको रहेछ मलाई। म त घर पुग्ने बित्तिकै अनि मेरो बाइक चाहिँ भित्र राख्न लगाएर अर्को बाइकमा जाँदैछु, किनकि सुर्केस बोकिरहेको छ पछाडि। मेरोमा अब भित्रीमा मिल्दैन सुर्केस बोक्न। त्यही भएर अब तीनटा बाइक छ, तीनटा बाइक हुँदा हुँदै के ट्याक्सी बुक गरेर आउनु भनेर अब यहाँ अगाडि देखिरहेको एउटामा मामा र अङ्कल हुनुहुन्छ। त्यहाँ पनि सानो एउटा सुर्केस छ, मेरोमा ठुलो एउटा सुर्केस छ। म र मामा, पछाडि ठुलो मामा र हाम्रो विदेश जानलाई हाम्रो ग्रान्डमा, हाम्रो हजुरआमा हुनुहुन्छ। आम्मा के हो काभ्रेस्थलीको डन म हो नि त। हेरौँला 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 तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला। जुन बाइकमा हिँड्ने पनि चिनिदिन्छ अरे क्या अझ। हो 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 यसको सुन्छ नि, कस्तो सुन्छ 220 को पनि साउन्ड त बत्तिँदाखेरि त दामी आउँछ नि, लाउडै आउँछ नि 220 को पनि। तपाईँलाई देख्नै हुन्न क्या कुकुरले त। वै तपाईँ पनि त्यस्तै भएर हो क्या मामा, केही नै होइन। टेलापोटी यो टेसन। मलाई थाहा छैन क्यामेरामा चार्ज कति छ भनेर पनि गाइज है। जतिसम्म चल्छ त्यतिसम्मै चलाइदिन्छु अनि हालिदिन्छु म आज यो त्यत्तिकै ऱ्यान्डम भ्लग। मलाई त्यत्तिकै ऱ्यान्डम भ्लग जतिसम्म चल्छ त्यतिसम्मै हालिदिन्छु। टेलापोटी यो टेसन। 3 महिनाको लागि घुम्न जानला हो हजुरआमा, धेरै होइन, जापान घुम्न जानला, जापान। आया मेरो उही हातहरू सबै गलिसक्यो, त्यही माथि जिम गरेर आएको। फेरि ज्यान देखेर त हेर्दै जिम गएर जस्तो त्यस्तो होइन केटा हो। भर्खर 1 हप्ता जति भयो जिम गएको। अलिकति धेरै नै अल्छी भयो क्या म, त्यही भएर अलिकति हिटफिट हुनु पऱ्यो। आफ्नो शरीरलाई पनि ध्यान दिनुपर्छ, ध्यानमा राख्नुपर्छ। मान्छे फ्रेस फिट एन्ड फाइन हुनुपर्छ। त्यस्तो या ज्यान बनाउन त होइन कि, जे होस् अलिक धेरै नै अल्छी भयो क्या म, त्यही भएर हो क्या जिम जान खोजेको। गइ पनि रहेको छु अलिअलि। टेलापोटी यो टेसन। ओके बाई बाई, बिचतिर गएर भेटौँला। अब चार्ज पनि खासै छैन क्यामेरामा, मैले चार्ज पनि गरेको थिएन आज, त्यत्तिकै ऱ्यान्डमली हालेर हिँडेको। खासै चलाउँदा पनि चलाउँदिनँ म क्यामेरा। सुरुमा नयाँ किन्दा चाहिँ खुब रहर लाग्थ्यो, अहिले त लास्ट झ्याउ लाग्ने यो क्यामेरा चलाउन पनि। हालेर हिँड्नै मन नलाग्ने, अनि प्रायः जस्तो म निकालेर राखिदिएर हुन्छु। अनि ऱ्यान्डम बनाउन मन लाग्ने के भन्नु, कहिलेकाहीँ यत्तिकै त्यो अब हिँड्न मन लाग्छ, त्यतिकै ऱ्यान्डम सुट गर्न। हाल्ने त काहीँ पनि होइन, त्यही पनि ऱ्यान्डम सुट गर्न मन लाग्छ। त्यति बेलै हो मैले, नत्र त खासै क्यामेराको युजै गर्दिनँ म। ओके बाई बाई, बिचतिर भेटौँला। जाम खतरा पर्छ होला, टाइम कति भइरहेछ पनि थाहा छैन, हातमा घडी पनि लाग्छ छैन। ओके बाई बाई गाइस। साह्रो हुन्थ्यो के भनेको, एभेन्जर पनि त्यस्तो सजिलो त हुँदैन थियो, किनकि त्यसको टाउको लाइट छ नि त, टाउको हल्का छ नि त। अनि पछाडि अलिकति चलाउन अलिकति अगाडिको अलिकति हल्ल्या जस्तो फिल हुन्थ्यो क्या। टेलापोटी यो टेसन। हाम्रो आज जाने हजुरआमा चाहिँ यहीँ हुनुहुन्छ अगाडि। फुफु गाइस, उयो सेतो बाइक नि मेरै हो है। म्याक्री 2टा बाइक पो 3टा बाइक पो छ त घरमा त। नि एउटा यो 220, ओइ एउटा 220, एउटा उ त्यो FZ 250 अनि एउटा R15 भित्री। कुन चलाउने, छानी पो छ त बाइक त, अब कुन चलाउने। वेलकम च्यानल टु मी।
Hey guys, channel to my welcome. हेलो गाइस सब्सक्राइब तेला पोट्यो चाँड जानुपर्छ यार केटा हो चाँड जानुपर्छ चाँड जानु पनि भन्दाखेरि यस आई तेला पोटियो टेसन ओह कति जाम पर्ने हो अब आम्बो तनाव लाग्यो सोच्दा नै यार केटा हो म त त्यसै त थाकिरहेको छु आया खुट्टाहरू सब दुखिरहेछ त्यहीमा यस्तो चेपेर बस्नु परेको छ नि केटा हो अम्बो ठेलापोटी यो मलाई पनि जोस् यहाँबाट एयरपोर्ट निस्किने बाटो मलाई जान त गएको छु मलाई पनि के गर्नु ज्वरो परिहाल्यो ज्वरोको फ्यान अनि त यस्तै त हो नि बाटो बिर्सिने हिँडिरहेको बाटो नै यहाँबाट म 2-3 चोटि त एयरपोर्ट गएको छु क्या तर मलाई अझै पनि बाटो थाहा छैन क्या दिउँसो हुन त दिउँसो गएको भए पो थाहा हुन्छ राति नै गएको हो जान सब दिउँसो गएको छैन किन नजानु दिउँसो गएको छु नि दिउँसो तर त्यति बेला त ट्याक्सीमा गएको भएर थाहा थिएन जमानामा हो यहाँतिर पनि बत्ती झलल्ला हाल्दै त कस्तो राम्रो हुन्थ्यो नि बत्ती छैन हुन त रोड पनि खासै राम्रो त छैन पहिलाको भन्दा त राम्रै छ खाल्टोहरू पुर्दिएको छ तर पनि लेभल नै नमिलेको रोड छ अलिकति रिस्की त रिस्की नै हुन्छ कि कुदाउनलाई हो ल ल ल ल ल रि दारु कि कतोरी नचेप्नु न मामा ओइ चलाउन मन नलागे बेला त यार साइडबाट आएको देख्दा पनि डर लाग्ने भने ओइ मा ठोकिन्छ कि क्या हो जस्तो फिल हुने के चलाउन या लो से भइरहेको बेला त ज्यान कन्ट्रोल गर्न अलिक सकिरहेको हुँदैन नि त कहाँ हो अब ओइ यहाँबाट त सिधै जस्तो लागेको थियो मलाई लाग्न त ओइ बाटो कसैलाई थाहा छैन अब ओइ एयरपोर्ट जाने बाटो यहाँबाट त कहाँ हो सिधै जस्तो लागेको थियो क्या मलाई पनि काठमाडौँ कति नै चाहिँ ठुलो हो र हुन त काठमाडौँ कति ठुलो नै चाहिँ हो र जहाँ अब कस्तो नभेट्ला र त्यो जहाँ अब एयरपोर्ट वै 12 seconds later. कहाँ हो यो के हो यो सिंहदरबार हो यो सिंहदरबारमा हो यो खत्म बाय बाय टाटा गुड बाय गया के हो त यो ओए 8 बजी छिर्नुपर्ने मान्छे 8:30 सम्म ए आयो ओ पछाडि ओ हेर्नु मामा हो मलाई यतैबाट जस्तो लागेको थियो कि तर यहाँबाट चाहिँ कहाँ हो त्यसपछि चाहिँ थाहा छैन मलाई अनि फेरि हरायो त अगाडि हो ए हो मलाई यतैबाट जस्तो लागेको थियो कि ए सरी गाइस थाहा नभएपछि यस्तै हो यता लाइनबाट त्यता छिर्यो भने यहाँ पनि हानिदिन्छ नि आम्बो मान्छे चाहिँ पठाउरे हो हेर्नु त्यहाँ खुट्टा निकाल्नै गइरहेको छु अचम्म छ पठाउहरूले नि पछाडि त केटी राख्नै नहुने कि राइडिङ स्किल त देखाइहाल्छ हौ खुट्टा गरेर लगिरहेछ भने त्यस्तो पनि हुन्छ ओके गाइज बाई बाई बिच बाटोतिर केही भयो भने देखाउँला अघिको जस्तै अहिलेको लागि बाई बाई चाच छैन मेरो क्यामेरामा धेरै
जसले पनि टपेर जान्छ त अभि ओइ उहाँलाई चिनेन मैले हु आर यु भन्नु सिंह वारी यु म्या टपोस आई डोन्ट केयर अन्तिममा आएर हामी यहाँ फस्नु पर्यो भने त गाई त्यसलाई ओ माई गड यो दिदी नआएको भए छिरिसक्ने यार सेट म्यान सेट यो ट्याक्सी घटिसक्थ्यो क्या म त्यहाँ माथि छ त पार्किङ माथिकोलाई माथि जाने हो क्या हामी तेलापोटी यो स्टेसन पोटियो स्टेसन आम्मामा त्रिभुवन इन्टरनेसनल एयरपोर्ट गाइस आइपुग्यो सबैको छोराहरू रुवाउने ठाउँ यही हो छोराछोरीहरू रुवाउने म्याकुरी आम्मामा ओइ आज त ओइ वाइल्डै छ कि क्या हो मामा ओइ मामे ओइ मामा आज त वाइल्डै उड्ने मान्छे छ कि क्या हो कति त अनि वाइल्ड छ त मैले यति त कहिले पनि देखेको थिएन यार आज अलिक धेरै नै जस्तो लाग्यो हौ हामी त यहाँबाट जानु पाइन्छ होइन हामी कि पाइँदैन हामी पाइन्छ हामी त बाइक त हो नि बाइक हो नि बाइकको छुट्टै हो नि आम्मा कति मान्छेहरू भए हेर्न पाइने हो यार म पनि रुइदिउँ क्या यार भने त आमा के 3 महिनालाई जानला के रुनु है रुन्न ल तपाईँलाई बिदाई गर्दा आम्बो टिक्रै पोले यार मेरो ओए कस्तो हिट हानेको यो 220ले पनि थाहा थिएन मलाई यस्तो हिट हान्छ भनेर अथवा ल गाइस आमा कस्तो लागिरहेछ त नि अब राम्रो लागिरहेछ कति वर्षमा आज अनि अब प्लेन चढ्ने भयो नि त प्लेन चढ्ने भयो जापान जाने भयो होइन घुम्न अब पनि अब जापान जाने घुम्न अब खुसी देख रहे हो खुसी आम्मा चेहरे पे ओहो नसक्नु लगाइस हामी चाहिँ एयरपोर्ट आइपुगे आम्मा गाइस एयरपोर्ट आउँदा मान्छे रोको मात्र देखाइदियो होला नि अब खुसी देख रहे हो खुसी आम्मा खुसी जापान जाने खुसी खुसी देख रहे हो अम्बो गाइस हम क्यामेराम्यान यस्तो उटपटाङ काम गरिरहनु पर्छ है Hello guys. आमा खुसी लागिरहेछ सब भयो छोरा भयो जोइ भयो नाति छैन केको खुसी छैन त अनि है सब रोएर जान्छ तपाईले खुसी भएर जाने भिडियोको ब्लग हो
उनीहरूले सिकेको छ नसकेको गाइस आमालाई पुऱ्याइसक्यो हामीले चाहिँ अब घरतिर लागेको घरतर्फ लागेको अब अघि जसरी होइन अहिले त चिल छ आम्बो मामा ओइ आनन्द भयो यार मामा अहिले त मैले R15 चाहिँ ल्याएन तर R15 लिएर आए भए त अघि त चटनी भइसक्थ्यो मेरो R15 लिएर आए भए चाहिँ अब नाइट सुट हान्दै हिँड्न मिल्थ्यो जान मिल्थ्यो साइडबाट मैले भित्री चाहिँ ल्याएन तपाईँको अब मिसफायर हान्न थाल्यो नि अब हाम्रो पछाडिको म्याम्स चाहिँ अलिकति अब राइडर अलिकति त्यस्तो परेन हौ अगाडिको ताम्बो जमाना मलाई साइकल चलाउन नआउँदादेखिको बाइक चलाउने मान्छे हो अनि के भन्नु ओए मामे ओए चाँडो भयो यार बुढो अघि आउँदा कुदाउनु नपाएर त्यहाँ चुकचुक भइरहेको थियो अब त ओइ कुत्ते आउँछ त चालु सेकी सेकी किन अब त बाटो थाहा छ त आइहाल्छ नि आनन्दले सरी गाइस कहिलेकाहीँ यस्तै हुन्छ तर म त्यस्तो रस हान्ने खालिको त मान्छे त होइन कहिलेकाहीँ अलिअलि बिस्तारै कुदाएको मात्र हो ओए माम्स ए म त तलतिरै जान लागि के हो सोचेको एकछिन त बुढो उता जाँदा त आवाज त वाइल्ड आउँछ नि मामा है ठुलै आउँछ नि अगाडि बसेर चलाउँदा चाहिँ कस्तो कस्तो लाग्छ पछाडि बसेर त दामी मिठो लाग्छ नि बाइकको आवाजहरू चलाउँदाखेरि चाहिँ त्यस्तो हुन्छ पछाडि बसेर आवाज सुन्दा त मिठो लाग्छ नि मलाई नि भित्रीमा त्यही त हुन्छ नि चलाउँदा चाहिँ कस्तो लाग्छ पछाडि बसेको बेला चाहिँ क्या मस्तको आवाज आइरहेको जस्तो फिल आउँछ क्या लाइट हाल्दै भने थियो यतातिर नि लाइटै छैन हानिदिउँ क्या मामा है साइड लाइट छैन नि बाला छैन हेर्नु न ओइ स्कुटरवालाहरू हिरो आम्मा आम्मा स्कुटरमा हिरो छ ऊ गयो
मजा आउँछ फेरि स्कुटर चलाउन। बाइक कुदाउन पनि झ्याउ लाग्छ आफूलाई त अहिले के भयो मेरो भित्रीमा कस्तो नराम्रो प्रब्लम आइरहेछ भने के भा मैले क्लच प्लेट पनि फेरेँ त्यसपछि मेरो त्यो रेडिएटर फ्यान त्यो मेरो बिग्रेको थियो त्यो बिग्रेर त्यो पनि फेरेँ मैले होइन हिट हान्ने भएर अलिकति भएर मेरो पड्क्यो नै के त्यो ओभर हिट भएर पड्क्यो नै त्यसपछि मैले 15,000 तिरेर फेरेँ त्यसपछि मैले अनि क्लच प्लेट पनि फेरेँ क्लच प्लेट फेर्दा पनि स्टिल पिकअपै आइरहेको छैन क्या अब के गर्ने हो भइरहेछ बाइक पनि अनि फेरि पिकअपै अलिक छन त छ तर पहिला जस्तै छैन क्या अलिक पिकअप कम छ अनि अलिकति आफूलाई अलि चलाउन मन लागेको छैन भनौँ न बाइक हल्का केही फल्ट भएपछि बाइक त्यति चलाउनै मन नलाग्ने क्या म त बाध्यताले चलाएर हो नि मेरो बाइक त नत्र त बाइकै चलाउन मन लाग्दैन पहेँलो लाइट देख्दै नदेखेको हेर्नु न मामा खोइ त हल्का त्यो लाइट नपरेको ठाउँमा मात्र अलिकति देख्ने के हो अब यो हल्का पुरानो भएर पनि होला है उतापट्टि साइडमा चेकिङ रहेछ हामी नि पऱ्यो भने ऊ त्यहाँ चक्रपथमा पर्छ नत्र त पर्दैन हामी पनि 1 नम्बर त्यही त अन्दाजमा हो क्या रिफ्लेक्स फास्ट हुनुपर्छ क्या यहाँ रहेछ चेकिङ त्यही नि गरेर छैन रहेछ यो यामाहा बजाजहरूको पास लाइट यामाहाको यहाँ हुन्छ यामाहाको चाहिँ यहीँ हुन्छ होइन बजाजको चाहिँ यहाँ हुन्छ क्या पास लाइट क्या झुक्किन्छ अनि यामाहाको चाहिँ त्यही हाई बिम लो बिममै हुन्छ यिनीहरूको चाहिँ अलिकति अगाडिपट्टि हुन्छ बुढो आउँदै गर्छ हामी जाँदै गर्ने आइसक्यो साइडमा अम्बो त मनाङ मुस्ताङ जाने भए त भित्रीमा त म त सिधै भित्रीमा त म त जान्न म त यिनीहरूमै हो गयो भने त यसमै हो मनाङ मुस्ताङ जाने भयो भने त हामी आवाज सुन्नु न हेभी छ नि 250 को बुर 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 गर्ने छ क्या अभी स्कुटर पो हिरो मामा कुदेको भाइ आम्मामा कहाँ भेट्छ यसले भेट्न त डटवाला रेस खेल्न गइरहेछ मामासँग भाइ आयो भाइ मामा त खासमा हजुर हो यहाँ
आयो मै सुट्दो हामी त 220 हो भ्याउँदैन अर्का 250हरू हजुर हल्लाको कस्तो हल्लायो फेरि गरेर मजा आयो मामा आयो भाइ त्यही त ओरेन माथि हालिदिन्छु म बाइक त